हेलो नमस्ते, स्वागत छ यहाँलाई फेरि पनि मेरो च्यानलमा। अहिले वैशाख महिना लागिरहेछ, त्यही पनि चिसो छ, पानी आएर झरीको मौसम, पानी परेर चिसो बाक्लो लुगा लाउन परिरहेछ। अहिले पनि झरी पछिको मौसम यस्तो देखिरहेछ। सुन्दर दृश्य, सफा झरीपछिको दृश्य यस्तो छ। झरीपछिको बादल राम्रो देखिरहेछ, सुन्दर दृश्य। यो देखिएको एपीएफ सशस्त्र प्रहरीको स्कुल हो। ताँध्यारो भएको कारणले फेरि पनि पानी पर्न सक्ने सम्भावना छ। यो व्हाइट हाउस। यता पनि फुलहरू छ, यतातिर पनि फुलहरू फुलिरहेछ, रङ्गी फुलहरू फुलिरहेछ। यहाँ चाहिँ अस्ति छत लगाएको थिएन, अहिले छत लगाएको छ। यस्तो बनाएको छत लगाएपछि यस्तो देखिरहेछ यहाँको दृश्य। छत लगाएपछिको दृश्य। उता रोडतिरको सबै छतले छेकिएको छ, केही देखेको छैन। यतातिर पनि छ फुलहरू, रङ्गी पानीले गर्दा फुलहरू राम्रो फलिरहेछ। पानीले गर्दा पानी परेपछि आज बिहानदेखि पानी बेसरी पानी परिरहेको थियो, आज पानी परिरहेछ। झरीको मौसम। म चाहिँ अहिले कीर्तिपुरको भत्कियापाटी भन्ने ठाउँमा छु। यहाँ हेर्नु, यहाँ हाम्रो ठाउँमा पनि बाँदर देखिरहेछ। कहाँबाट बाँदर आइरहेछ। बाँदर यहाँ बसिरहेछ। अघि भर्खर हाम्रो घरमा चोर्न आइरहेको थियो बाँदर। 3 बजेको छ, चियाको व्यवस्था हुँदैछ। चिया र बिस्कुट खानेको व्यवस्था हुँदैछ। अहिले चाहिँ हामी खाँदैछौँ दिनको खाजा, चिया र बिस्किट, ब्रेड टी र बिस्किट। यो मौसममा चिया खाने चाहिँ अलग्गै मजा छ, चिया र बिस्किट। खानाको तयारी हुँदैछ। आलु फ्राई, दाल, तरकारी, अचार, बेलुकाको तयारी। अहिले बेलुकाको 8 बजिसकेको छ। आजको ब्लग यहाँ इन्ड गर्दै नेक्स्ट ब्लगमा भेटौँला। हस् त, थ्याङ्क्स फर वाचिङ, बाई।